साथीभाइहरू आजदेखि हाम्रो फेरि भ्लग सुरु भइसक्यो नयाँ भ्लग हाम्रो उमेश साथी र यहाँ हाम्रो सबै साथी मात्र अगाडि त्यो चाहिँ ड्राइभरलाई देखाउनु हुँदैन क्या जो दिन्छ हरे स्कुटी हामी चाहिँ अहिले कुन रोड हो यी आफूपट्टि हो साथीभाइहरू हामी चाहिँ पहिले भ्लगमा नै मैले देखाएको थिएँ यही आफू रुखहरू सबै बोटहरूदेखि लिएर अनेक कुराहरू अहिले चाहिँ यहाँ फुलहरू खेल्दै रहेछ हामीले अस्ति आज एकचोटि अनुसन्धान गरेको थियौँ बोटबेल गरेको थियौँ अब फुल खेल्दैछ फेरि अब यो मौसमले साथ दियो भने यसपालि धेरै आँप फल्ने हामीले यहाँ अनुसन्धान निकालेको छौँ चोर्न चाहिँ आउने होइन नि फेरि घेरा लगाइसकेको छौँ हामीले यता यसरी मेरो बाउको पहिला यो सब हाम्रै थियो बेचिदिएको छु बाउले बेचिहाल्यो के गर्नु आउँछ होइन बाउले बेचिहाल्यो त्यति बेला विचार गरेन नि अहिले यस्तो छ हालत अनि यहाँ मौरीको महहरू ल भ्लगमा अहिले एकछिन बेगी बनाउनु पर्छ होला होइन लड्कीहरू हेर्दै अब हामी चाहिँ तालतलाईमा को जानुभएको छ नजानु हेर्नु सबैजना तालतलाईमा गइहाल्ने अहिले आजदेखि तुरुन्त अहिले कहिले खासमा राम्रो केटीहरू भन नि साथी खासमा राम्रीहरू चाहिँ जानुपर्ने हुन्छ किनभने हामी यसो हेर्न भनेर जान्छौँ नि त बुझ्नु पर्यो फाइनली तालतलाई आइपुगेका छौँ होइन यहाँ एकजना छ साथी हाम्रो ड्राइभर हो नि फेरि हाम्रो थाहा छ नि तपाईँहरूलाई है ड्राइभरलाई चाहिँ हामीले ड्राइभिङ गरिरहेको बेलामा चाहिँ देखाइनौँ तर ऊ हो तपाईँहरूले हेर्न सक्नुहुन्छ त्यस पछाडि हाम्रो यो भ्लगर ओनर छ उहाँ पर यहाँनिर प्लस तपाईँ किसिम राम्रो देखिन्छ भ्यूजहरू यहाँको हेर्नुहुन्छ भनेदेखि पल्टिँदैन फोटो खिचिन्छ ए तर म भ्लग बनाउन जान्दिनँ है यो अर्काको फोन हो कहाँ बनाउँछ यति साथी म बनाउँछु गाइड हाम्रो पछाडि चाहिँ किसिमै राम्रो भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँले तालतलाई त अघि आइसक्यो त हामी तालतलाई अब आइसक्यो अरे एकलट टुर हानिसक्यो अरे कुन एरियामा लड्की बढी छ भनेर हामी गयो अरे अहिले चाहिँ हामी टक्क यो एरियामा यसो घुमाइसक्यो अब चाहिँ हामी बिचमा बसेर किसिमै राम्रो भ्यू छ यहाँनिर अति नै किसिमै राम्रो भ्यू छ के भन्नु साथी अनि पहिला हाम्रो बाउले बेच्थ्यो नि त यहाँनिर सबै कट्ठाको कट्ठा घरेरीहरू थियो अनि आँपमा हामीले देखाएको थियौँ नि तपाईँलाई तरारा थिएछ होइन हो नि अघिको त्यो बोट बिरुवा हो मौरी पालन त देखाइएन होला भाइ होइन मौरी पालन हामी देखाउँछौँ प्लस त्यसमा हाम्रो ड्राइभर साहब के भन्न चाहनुहुन्छ कि हाम्रो ड्राइभर हो यो चाहिँ हाम्रो स्पोन्सर उमेश हो म चाहिँ त्यत्तिकै भुक्कामा आएको किनकि मेरो भ्लगमा यिनीहरूलाई ल्याउनु पर्ने नै हुन्छ मैले तर आवाज चाहिँ सुन्नेको छ कि छैन थाहा छैन म अहिलेसम्म बोलेको ल साथी भन नि त अब हाम्रो फोहोर व्यवस्थापनसम्म हाम्रो चाहिँ तालतलाईमा अब के छ भनेदेखि यहाँनिर फोहोरहरू गर्ने खाने फोहोर मैला गर्ने जस्तो फोहोर मैलाहरू अति लाग्यो होला नि फेरि यस्तो फोहोर मैला हामीले यसरी व्यवस्थापन गर्नुपर्ने नै हुन्छ हामीले यो चाहिँ हाम्रो ड्राइभरको फोहोर व्यवस्थापन भन्छ यसलाई फोहोर व्यवस्थापन हामीले गर्नुपर्ने हुन्छ हाम्रो किसिमै राम्रोहरू कहाँ गयो अनि प्लस त्यसमा तपाईँ के भन्न चाहनुहुन्छ भने हामी चाहिँ के भन्न चाहन्छौँ भने तालतलाई या तपाईँहरू घुम्न आउनुहुन्छ भने चाहिँ अलिकति फोहोरको चाहिँ आफैले व्यवस्थापन गर्नु एउटा सभ्य नागरिक भएको एउटा उदाहरण दिनु तपाईँले त्यही भएर चाहिँ म के भन्न चाहन्छु भने प्लस हाम्रो ड्राइभर दाइलाई चाहिँ म ड्राइभर सलाम हाम्रो त्यही हो अब चाहिँ हामीले चप्पल यहाँ भएको सबै उठाउनु पर्ने हुन्छ यहाँ किनकि आगो पनि बाल्दैछ आगोमा लगेर हालिदिनु पर्ने किसिमै राम्रो भनेको यस्तो हुन्छ गाई बाख्रा मान्छे कुकुर सब खोइ कुकुर सबजनाको यहाँले व्यवस्था हुँदैछ हाम्रो सब म त घुमाइदिनु पर्दैन अब घुमिसक्यो मेरो 360 डिग्री घुमिसक्यो साथी के भन्छ तिमी म त के भन्न चाहन्छु भने अझै पनि हामीले फोहोर व्यवस्थापन गर्नुपर्छ यस्ता फोहोरहरूलाई चाहिँ हामीले फ्याँक्नै पर्ने हुन्छ प्लस हामी यसमा के पनि भन्न चाहन्छौँ भने तालतलाई या तपाईँहरू आउनुहुन्छ भने अहिले त बसेन भ्यू देखाम भ्यू त देख्नु लागि किसिमै राम्रो छ होइन भ्यू त तपाईँहरूले तालतलाई आउनु मात्रै पर्छ किसिमै राम्रो छ तपाईँहरू स्याटरडे बनाएर चाहिँ आउनुपर्ने हुन्छ तर हो स्याटरडे बनाएर आउनु भने हामी पनि यसरी हेर्न पाइन्छ हामीलाई पनि तपाईँहरूले जहिले यहीँ देख्न सक्नुहुनेछ हामी चाहिँ के निगरानी गरेका हुन्छौँ यहाँनिर भने तपाईँहरूले कस्तो लुगा लाउनु भएको छ कस्तो लुगा लाउनु भएको छ रेड कत्रो छ कस्तो रेड कलर कि व्हाइट कलर कि
किसिम राम्रो कलर कि कुन कलर हो भनेर चाहिँ हामी छुट्याउनेछौँ होइन छुट्याउनेछौँ। प्लस त्यसमा अनि के गर्नेछौँ भन्दाखेरि हामीले हेर्नेछौँ मजाले हेर्नेछ हाम्रो साथीले चाहिँ ओभर खतराले तरिकाले हेर्नेछ। नमजाले मलाई भने मेरो 1 लाखको फोनलाई पनि यसले ब्याक क्यामेरा जोतको छ भने यसलाई भोलिदेखि म कुनै पनि हालतमा यसको म फोटो पठाउने पनि छैन। अघि खिचेको त्यो अब बिर्सियो तिमीले फोटो खिचेको थियो भनेर। म केही बोलेको छुइनँ नि। किन बोलेको छुइनँ भन्दाखेरि फोटो पठाउँछ भनेर बोलेको छुइनँ। तपाईँहरूले म अझै एकचोटि के भन्न चाहन्छु भनेदेखि किसिम राम्रो देखिएर चाहिँ तालतोला यहाँ आउनु होला। हामी हेर्नलाई यहाँ तत्पर छौँ होइन अति होइन। अनि प्लस के अरे प्लसमा चाहिँ अब प्लस किसिम राम्रो किसिमै राम्रो प्लसमा चाहिँ किसिमै राम्रो छ है तालतोला यहाँ चाहिँ अति राम्रो छ नि अति बबाल। तर उयो रातो लाउनेले उमेश साथीलाई के अङ्कल पनि दियो अरे तर अति हुन्छ नि तिमीले बिल्ला भयो नि त्यो थाहा भयो नि। मलाई अङ्कलसम्म भयो यहाँनिर होइन न त्यस्तो म अङ्कल जस्तो देखेको छु यहाँ सबैभन्दा सानो भाइ जस्तो देखेको भाइ नै हो सबैको यहाँको। त्यस्तो पढाइ पनि कमजोर हो नि तिमी यहीँभन्दा कमजोर पढाइ त झन् मेरो किसिम कमजोर। अहिले एसी दिन गयो भने म फेल हुन्छु होइन। किसिम राम्रो त्यस्तो मान्छेलाई अङ्कल भन्दै हाम्रो उमेश साथीलाई चित्त दुखिरहेको छ। त्यही भएर अङ्कल भन्नु चाहिँ नआउनु होला कृपया हाम्रो तालतलामा कि कमसेकम अलिकति किसिम धेरै किसिम राम्रो भएर आएर चाहिँ त्यस्तो भन्न पनि सकेको हुनसक्छ। त्यसको लागि हामी फेरि निगरानी गर्नेछौँ अर्को दिन अर्को हप्ता। ल अब चाहिँ हाम्रो यहाँ घरतिर जाने पनि भइसक्यो अन्तिममै पुगिसक्यौँ। के अरे साथी के भयो अरे यहाँनिर यहाँबाट एउटा राम्रो केटी हेरेर चाहिँ घर लगेर दुई माउ राम्रो भैँसी किनेर चाहिँ घरदाम गरेर बसौँला भन्ने सोच्थ्यो। तर यहाँनिर एउटा केटी हेरेको फोटो खिच्दाखेरि गाईदेखि डराएको देखेँ। त्यही भएर के भन्न चाहन्छु भने म चाहिँ मेरो यहाँबाट तालतोला यहाँबाट लगेको केटीले चाहिँ घरबाट मेरो नधान्ला जस्तो लाग्यो। त्यही भएर म अब भोलि अन्तैतिर म फेरि जानेछु। तपाईँहरू अन्तै पनि गएर आफ्नो प्रतिभाहरू देखाउन सक्नुहुनेछ। त्यही भएर हाम्रो उमेशको साथी चाहिँ गाईदेखि नडराउनु होला भैँसीदेखि नडराउनु होला हाम्रो उमेश साथीको लागि पठाइदियो अरे त्यसलाई। अलिक पुगेन साथी हेर्दै हेरेन भाउनै दिएन। हाम्रो सबिन साथीलाई चाहिँ यहाँ एकजना केटी किसिमै राम्रो लागेको छ। अनि उसको लागि हामीले यहाँनिर खोक्दा गऱ्यौँ। अब बोलाउन सकिँदैन नाम थाहा छैन भन न सिधा पनि थाहा छैन। पत्रिका जस्तो लाग्छ भन्छ पत्रिका जस्तो लाग्यो भन्छ। तपाईँहरू हाम्रो भ्लग हेर्नुहुन्छ भने कृपया तपाईँले आज कसले चाहिँ पत्रिका जस्तो लुगा लाएर आउनु सबैले देख्दा त्यसले डरायो। कसले चाहिँ पत्रिका जस्तो लुगा लाएर आएर चाहिँ हाम्रो सबिन साथीलाई इम्प्रेस पार्नु भएको थियो। उहाँहरू कृपया हाम्रो सम्पर्कमा आइदिनु होला किनभने हाम्रो सबिन साथीले किसिमै राम्रो मन पर्छ। हात उठाउनु होला भन्नु हात उठाउनु होला पत्रिका जस्तो ड्रेसअप लगाएको मान्छेले हात उठाउनु होला भन्न चाहन्छु। तिमीलाई चाहिँ अहिले ठुलो अफर आएको थियो केटी आफै डाटा माग्नु आएको थियो तर डटपट हान्नु सकेन। तिमी कुरामा के भन्न चाहन्छौ उमेश साथी? म चाहिँ यो कुरामा के चाहिँ भन्न चाहन्छु भने मन पराउन पाइन्छ भनेर गयो मन पराउन त पाइन्छ। अनि त्यसमा अब के भन्न खोजेको न नाम भनौँ न त्यत्रो अफर आउँदा पनि आफै डाटा छ भनेर सोधिसोधि उसकै डाटा दिएको हाम्रो डाटा नखोलिकन त्यही पनि उसले अब नाम पनि सोध्नु सकेन। अब मैले भन्दै त्यो पनि त्यही पनि अब उसले मलाई उफु गरेर भन्यो। अब म के भन्ने त्यसलाई तिमी के भन्छ यो कुरामा? हाम्रो सबिन दोस्तलाई म के मात्र भन्न चाहन्छु भने उसले मन पराउन पायो उताबाट पनि त्यही खालको कुरा आयो। उसले मन पराउन पायो तर के भयो भन्नु किसिमै राम्रो केटी भनौँ केटी आफै आएर डाटा मागो डाटा पनि हामीले दिउँ। तर हामीले यसो प्रस्ताव पनि राखिदिउँ न त साथीको भनेर सोचेको। अब साथीले अलिकति अब बाल दिएन जस्तो आँट गर्नु सकेन साथीले। अब आँट चाहिँ गरेको भित्रबाट चाहिँ तर बाहिरबाट हेर्दा त्यो केटीको लागि हेर्दा चाहिँ यो केटाले बाल चाहिँ मलाई दिएन भाउ नै दिएन भने जस्तो टाइपको गरिदियो। त्यो चाहिँ अब मैले राखिदिएको कुरो त्यही भएर मैले भाउ दिएँ यस्तो बोला तर म के दिन्थेँ भाउ त्यही नै म दिन्न। के भन्छ मेरो साथी यो कुरामा? म यो कुरामा के भन्न चाहन्छु भने हाम्रो सुमन साथीले चाहिँ भाउ दिँदै दिँदैन क्या ऊ होलसेलमा। त्यो केटी अहिलेसम्म पनि छेउमै आएर एक्लै बसिरहेको छ त्यसको साथीहरूलाई तल पठाएर यसको मतलब सबैले बुझ्नुपर्ने हुन्छ होइन। यसको मतलब कि हाम्रो सबिन दोस्तले बुझ्नुपर्ने हुन्छ सब साथीलाई पठाएर ऊ एक्लै त्यहाँ बस्नुको कारण के हो भन्दाखेरि
किसिमै राम्रो पनि हो अनि प्लस त्यसमा हाम्रो सबिन साथी चाहिँ त्यहाँनिर गएर नाम सोध्ने बोल्ने गर्नुपर्ने हो टिकटक बनाउनु पर्ने हो तर त्यो केटी अहिलेसम्म छेउमा बसेर 30 हुँदा यस्तो हुन्छ देख्यौ नि अनि के फरक रहेछ त साथी यहाँ आउ त एउटा कुरा भन्छ तिमीलाई यहाँ आउ न यहाँ आउने एउटा तिमीलाई तिमीहरू दुईजना आउ न यहाँ हो कि अनि ब्लगमा ब्लग मेरो ब्लग छ नि त अनि तिमीलाई भाइरल गराइदिन्छु क्या म सुन न अनि यता बस नि त तिमी लो 10 रुपियाँ प्राइस छ है जङ्गलमा त जानै हुँदैन हिँडेर नाच्ने देखाउनु परेन मान्छेलाई बाई बाई चारजनालाई अलिकति के चारजनालाई हाम्रो भाइ चाहिँ हामीभन्दा महा खतरा रहेछ यस्तो तालतलाइमा यस्तो भाइहरू सायदै भेटिन्छ सहयोगी भावनाका छन् हाम्रा भाइहरू तपाईँले जस्तै तिमी त्यहाँ नाच नि जाऊ त्यहाँनिर त्यो एउटा 20 रुपियाँ हो तिमीलाई 20 रुपियाँ छ तिमीलाई 20 तिमीलाई घरतिर जाँदैछौँ भने साथी अब बाई बाई हामी तालतलाइबाट बिदा हुन चाहन्छौँ तपाईँहरू जो जति आउनुभयो घुम्नुभयो हाम्रो तालतलाइया सबैजना आउनु होला अझै पनि घुम्नु होला होइन हो नि अनि हामी त्यही भन्न अब चाहिँ हामी त्यो केटी नै आउँदै साथी के गर्नु अब हामी घरतिरै जानुपर्ने त होला अब हामी छिटो बस भन्दै हाम्रो साथीले अब अर्डर दिइसक्यो अब हामी चाहिँ घरतिर जानुपर्ने हुन्छ हामी 3 जना तँलाई लादिन अनि घरतिर आउनु होला तालतलाइया घुम्नु यिनीहरूलाई बस्छ त्यहाँ गरा गरेछ मार्छ फेरि मलाई अहिले भ्यू देखाइदिउँ न भ्यू हाम्रो म भ्यू चाहिँ एकचोटि देखाउने छु सर र 光下你微笑的脸 हाम्रो किसिमै राम्रो भिडियोमा हाम्रो ड्राइभर यहाँ छ हाम्रो मेन खले यहाँ छ म चाहिँ कन्डक्टर हो यसो कडा पैसा ल्याऊ कडा हो पैसा हामी चाहिँ फेरि 0 पैसाको मान्छे हो हैन हामी चाहिँ आँखा सेक्न आएको हो आँखा लगभग हामी अब लगभग आँखा सेक्यो पनि सक्यौँ हाम्रो अब अर्को हप्ता भन्दै रनमतीको पानी यो तालतलाइयाको बाटो चाहिँ हाम्रो मेयर साहबले हेर्दै हुनुहुन्छ भने जति सक्दो तपाईँको बलमा अलिकति छिटो बनाइदिनु होला भिडियो हाम्रो यस्तो मोबाइल हाम्रो 1 लाखको मोबाइल पनि झर्ला जस्तो भइरहेछ टेन्सन हुन्छ बरु 1 लाखमा चाहिँ यति पिच हुन्छ नि यहाँदेखि त्यति अनि हामी के भन्न चाहन्छौँ भने तपाईँलाई बाटो चाहिँ छिटै बनाइदिनु होला कृपया किसिम राम्रो बाटो बनाइदिनु होला हामीलाई यो बाटो हिँड्नको लागि अझै यो बाटोमा अलिकति फुलहरू रोप्दै सुकमा सुगन्धै हुन्छ अझ हाम्रो किसिमै हुन्थ्यो हरियो वन नेपालको धन भने चाहिँ हाम्रो मेयर साहबले हरियो वनहरू रोपिदिनु होला यहाँनिर हाम्रो वन हरियो वन त के तालतलाइमा त्यत्रो हद के हरियो वन रोप्नु पर्यो यहाँनिर सुगन्ध यति बेला पानीको व्यवस्था गरिदिनु होला पानी खानु पऱ्यो 25 रुपियाँको पानीलाई 20 रुपियाँमा हामीले बार्गेनिङ गर्दा लिएर आएको थियौँ तर हामीले त्यो पानी खाएनौँ मुख धोयौँ हामी कति साह्रो धनी छौँ भन्ने कुरा यहीँबाट प्रुफ भइहाल्छ हामीले मिनरल पानीले खानु ल्याएको पानी तिर्खा लागि पनि हामीले मुख धोएर हामीले भ्लगमा चाहिँ जसरी पनि हामी राम्रो आउनुपर्छ भन्ने धारणा हो हाम्रो चाहिँ तपाईँहरूलाई अनुहार हेर्दाखेरि पनि हो यस्तो चाहिँ भ्लगहरू किसिमै राम्रो आउनुपर्छ भ्लग होइन भ्लग चाहिँ अब जस्तो आए पनि कन्टेन्ट जस्तो भए पनि अनुहार चाहिँ हाम्रो गतिलो आउनु पर्यो गतिलो आएको छ तपाईँहरूले हेरिसक्नु के हेर्नुभएको मन परेन मलाई हाम्रो अरू के थियो ड्राइभर चाहिँ देखिएन नि त हाम्रो तर ड्राइभर नदेखेर हामीलाई केही फरक परेन किनकि त्यो ड्राइभर त अघि देखिसक्यो होइन ड्राइभरको अब पद बढेर अलिकति माथि पुग्दैछ फेरि ड्राइभरको पदबाट के खलेमै पनि क्या खलेतिरै झार्नु अब बिस्तारै त्यहाँ झार्नु तर यसले बटार्नु थालेपछि अहिले बिस्तारै बटाएरै साथी म चेप दिन्छु नि फेरि चेप दिने त्यो फेरि बान्ने अघिदेखि लागिरहेछ ब्रेक हान्नको लागि हामी ड्राइभर हुनै पर्दैन हामी पछाडिबाट ड्राइभर कन्ट्रोल गर्न सक्ने मान्छे हो हामी त्यो यो बाटो हिँड्यौँ त हामी त किसिमै राम्रो बाटो हिँड्न आँट्यौँ त ब्लग राम्रो आउँछ भनेको झन् यस्तोमा बाटो हिँडेको हाम्रो साथीले तर केही बिग्रेको छैन हाम्रो इटरी प्रगति हुँदै त्यहाँ ब्लगमा देखाउँछु भन्दैछु फोन चाहिँ मेरो हात चाहिँ होला टेन्सन लाग्दैछ त्यही भएर म अब बिस्तारै तरोसम्म आउनुपर्ने हुन्छ हामीले एकदम जक्रेर साथी मेरो फिलासम्म हाम्रो साथीले चाहिँ मेरो फिला समाइरहेछ मैले फोन समाइरहेको छु ड्राइभरले हेन्डी समाइरहेको छ हामी कुन आधारले हामी मैले के समातेको छु तपाईँहरूले सुनिहाल्नु हाम्रो यसरी समाएर म यस्तो फिला समात्ने कार्यक्रममा चाहिँ म निकै अगाडि छु
म यसरी फोन समातेर भ्लगमा यसरी ठडिनँ भने के अगाडि छ हाम्रो साथी ह्यान्डी समातेर बटार्नु भने के अगाडि छ भन्नु नि साथी म त एकचोटि फेरि भन्छु म चाहिँ फिला समात्नमा म माहिर छु तपाईँहरूलाई म यही कुरा भन्न चाहन्छु ओके अब हामीलाई गाउँकाले नै यसो हेर्दैछन् गाउँकाले हेर्ने नि हामीलाई भरे फाइदै हुने हो के नि साथी गाउँका गाउँका त हेर्ने हो अझै देखाउने हो हाम्रो भ्लगको नाम चाहिँ किसिम राम्रो पनि हो किसिमै राम्रो हाम्रो भ्लगको नाम हामी निकनेम राख्न लागेको छौँ हाम्रो निकनेम हुन्छ किसिम राम्रो साथ मेरो मैले हिजो यहाँ ज्याकेट छोराएको थिएँ तर मेरो यति साह्रो विश्वास रहेछ कि पसलेले अहिलेसम्म मेरो ज्याकेट हो भन्ने थाहा नभइकन नि सुगन्धित मेरो सेन्ट हुन्छ नि त प्रायः अनि त्यसले गर्दाखेरि मेरो ज्याकेट राखिदिरहेको रहेछ त्यसले गर्दा आज मैले फेरि ज्याकेट पाएँ त्यो एउटा पसलमा तिमी के भन्छौ कुरामा तिमीले यसरी छाप छोड्नुपर्छ म चाहिँ के भन्न चाहन्छु भने अब हाम्रो मेरो चार्जर छ भन मेरो चार्जर खोइ चार्जर मेरो यहाँ छ हाम्रो चाहिँ चार्जरहरू पनि हामी सबैतिर बोकेर जान्छौँ किनभने अहिले नेपालमा लोड सेडिङको कुराहरू आइरहेको छ जहाँ पनि लोड सेडिङ हुनसक्छ हामी चार्जर छ हाम्रो साथीले मुखबाट जोडेर चार्ज लाउँछ हाम्रो लोड सेडिङ भएको बेला त्यो कुरा चाहिँ सत्य हो कहाँ जोड्छ त्यो थाहा छैन तर हाम्रो साथीले चार्ज लगाइरहेको माइनस प्लस चाहिँ मिलाएरै जोड्छ माइनस प्लस जोड्छ त्यो कुरामा म सहमति छु त के भन्छ सबैले त सही भन्छ ऊ चाहिँ फेरि ड्राइभर हो उसको पद बढ्छ त उसलाई मैले भनेको छु तिमी चिन्ता नगर तिम्रो पद बढाएर म अब फलेनतिर ल्याउँदैछ है क्या पद बढाएर अनि पछाडिदेखि सुरु हुँदैन त ओ कन्डक्टर अनि के भन्न चाहन्छु भने म चाहिँ तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु एकचोटि बोलिहाल्यो नि छिटो के भन्न चाहन्छु भन्ने होइन त्यही मैले भन्न खोजेको त्यही हो तपाईँहरू बुझ्नुहुन्न यार तर अरू कुरा त्यस्तो मेरो ज्याकेट चाहिँ हिजोदेखि हराइरहेको थियो हिजो राति कति हिजो बेलुका मेरो कामको बेला यतै सिलसिलामा आएको थिएँ तर त्यहाँ मैले खाजा खाने क्रममा मैले ज्याकेट त्यहीँ छोडेर गएको थिएँ ज्याकेट तर मेरो हरायो भन्ने मलाई ठुलो चिन्तामा थियो तर ज्याकेट ओ भाइ मेरो तिम्रो ज्याकेटै छोड्यो तिम्रो सेन्टको बास्ना आइरहेछ हरहरि भनेर मलाई बोलाएपछि अहिले मैले ज्याकेट लिएर आइसकेँ किनकि अब म किसिमै देखिया छु अहिले तपाईँहरूले बुझिहाल्नु भयो होला आन्टीले कसरी थाहा पाउनु भयो त्यो सेन्ट भन्ने कुरो पनि तपाईँहरूले बुझ्नु त्यस्तो होइन त्यो आन्टी मेरो पहिल्यैदेखिको काम गर्ने ठाउँको खाजा खाने ठाउँ हो त्यो मेरो पहिल्यैदेखि त्यही भएर त्यो थाहा भइरहन्छ त्यो आन्टीले त्यस्तो भन्नु त हुँदैन कि यो मान्छे लास्टै फटा हो यो मान्छेलाई किसिमै राम्रो तरिकाले सम्झाउने बेला भएको छ एकचोटि किसिम राम्रो भनेपछि तपाईँहरूले बुझिहाल्नुहुन्छ हाम्रो आजको कन्टेन्टको सुरुवातै किसिम राम्रोदेखि अन्त्यसम्म किसिम राम्रो भएको छ प्लस म ओहो हाम्रो ड्राइभरले थर्काइसकेका छैन एउटा युवाले त्यसरी थर्काउनु अलिकति उचित मानिँदैन किनकि त्यसले बालकलाई हेप्नेसम्म हेपेको छ हाम्रो साथीले तर त्यसरी हेप्नु हुँदैन नि त तिमी के भन्छ म त त्यही भन्नुहुन्छ अरू त केही भन्दिनँ हाम्रो यो पछाडि आउने बाइकको दाइले अति मजाले किसिमै तरिकाले हेरेको तर हामीले बाल नदेखिकन हामी सिधा अगाडि हेर्ने हामी ठुलो भ्लगर जस्तै गरिदिउँ हामीले यहाँनिर अहिले आएर कसैलाई हामीले बाल दिउँ त हामीले बाल दिनौँ नि चिरिकै दिदिउँ हामीले चिरिकै बरु सबिने केटी केटीलाई आउँदा पनि सबिने गेममै बिजी थियो तास खेल्दै थियो म्यारेज खेल्दै थियो दाहिनेतिरबाट हाम्रो देब्रे दाहिने घुमिरहेछ किनकि यताबाट एक्सिडेन्ट हुने चान्स एकदम हाई भइसक्यो किनकि त्यहाँबाट गाडीहरू आएको आइ गरेर तर हामीले अब देब्रेपट्टि घुमाएर देब्रेपट्टिबाट हामीले ओभरटेक गर्दाखेरि हामीले हाम्रो पृथ्वी यताबाट डिस्टेन्स मिलाएर थोरै डिस्टेन्स मिलाएर हामीले ओभरटेक गर्नुपर्ने हुन्छ त्यो बेला तिमी के भन्छ यो बेला अब म यो कुरामा सहमति छु किनभने लाइसेन्स नभएको मान्छे छ हुन त्यो ड्राइभर हाम्रो ड्राइभरको चाहिँ लाइसेन्स छैन खलेको छ खलेको कन्डक्टरको लाइसेन्स छ अनि हामी त किसिमै राम्रो बाटो जान आँट्यौँ अब हामीले यसरी उकालो चढाइसकेको छ हाम्रो साथीले म तपाईँहरूलाई एकचोटि के भन्छु भन्ने कुरा तपाईँहरूलाई थाहा छ होला त्यो हाम्रो तालतलायामा त अब पहिला त निकै घरेरी जग्गाहरू त बाउले बेचिदिइहाल्यो होइन बाउले बेचिदिइहाल्यो अब के गर्नु अब त्यस्तैमा जानै पर्यो हरेक कुराहरू किनेर खानै पर्यो अब पहिले होटलै आफ्नै थियो नि अब बेचिहाल्यो बाउले त्यति बेला यति साह्रो भिडभाड नै हुँदैन थियो भिडभाड भएको त अहिले के गर्नु अब अहिले हामी जस्तै किसिम राम्रो भ्लग बनाएर आउनेहरू पहिला थियो भनेदेखि हामीले त्यहाँ तालतलायामा बेच्दिन थियौँ होला हामीले अब तपाईँहरूको जग्गा जमिन छ भने सकभर मलाई दाइजोमा दिने मलाई फरक पर्दैन साथी हाम्रो साथी घर जाइ बस्न पनि तत्पर भएको छ यो अलिकति धनाड्यको घरमा धनाड्य परेन एउटा राम्री सुशील कन्याकोमा तर गाईदेखि नडराउने कन्याकोमा चाहिँ गाईदेखि चाहिँ डराउनु भएन फेरि गाई भैँसी पालेर हाम्रो जीवनयापन गर्नुपर्ने हुन्छ त्यहाँनिर भनेको गाई पाल्ने र माछा मार्ने मात्रै हो यसरी घुम्ने भ्लगिङ गर्ने त अब किसिमै राम्रो खालको हुनु पर्यो हो कि तिमी के भन्छौ म त्यही भन्छु किसिम राम्रो केटी हुनु पर्यो प्लस तपाईँहरूलाई म के भन्छु भन्दाखेरि
गाई गोरुदेखि चाहिँ नडराउनु होला है, किनभने गरी होस् होइन जस्तो सुकै कन्डिसनमा नि। अब चाहिँ यसो कुरो बुझ्दाखेरि राम्रो बाटो आयो भने सुन्यो, तर यस्तो पटाएको छ नि अब साथी मेरो फिला खिच्नमा एकदम तत्पर रहनुपर्छ अगाडिले। के हो किसिममै राम्रो तरिकाले बाटोमा यसरी नानी बाबु नपाउनु होला, किनकि यो बाटोमा चाहिँ नानी बाबुहरू नछोड्नु होला। हामी कति बेला पनि आउनु सक्छ हाम्रो साथीले आँखा हेर्नु सक्दैन, किनकि खुट्टालाई नि भाइको धरिसकेको अहिले साथी यताबाट ककवानी हुन्छ नि, त्यो आइडिया आएन चाहिँ हामी हवाई चोकतिर जान आँट्यौँ, किनकि साथीले यो बाटो त्यस सारेन, हामी सिधै त्यस साह्रो बाटो हवाई चोकबाट कोही हेर्दै हुनुहुन्छ भने छिटो छिटो निस्किहाल्नु होला। हामी बाहिर आउँदैछौँ, कृपया बाहिर निस्केर नमस्तेसम्म गर्नु भने तपाईँको अनुसार भ्लगमा आउँछ त्यो कुरालाई तपाईँहरूले त्यो कुरालाई चाहिँ ख्यालमा विशेष राख्नु होला भन्न चाहन्छौँ हामी। अब हाम्रो भ्लगिङ चाहिँ अब मैले नयाँ फोन किनिसकेँ, किनकि पहिले मैले भ्लग बनाउँदाखेरि एउटा फोन थियो तातिएर आँटेको थियो, तर अहिले मैले नयाँ फोन किनेर चाहिँ हाम्रो 1 लाखको फोन हो। तपाईँहरू यसको रेट तपाईँहरू जहाँसुकै गएर पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। अब हामीले चाहिँ अब देखाउने फोन कसरी देखाउने भन्ने कुरामा पछि भाइरल भएपछि आइफोन 14 2 लाख जतिको फोन किनेर 1 लाखको फोनलाई फेरि मैले रिभिल गर्नुपर्ने हुन्छ, किनकि त्यति बेलासम्म चाहिँ मैले अहिले यही फोनले भ्लग गर्नुपर्ने हुन्छ, किनकि यसको स्टोरेज पनि 1 TB भनेको झन्डै एउटा ल्यापटप बराबरको छ। अनि तपाईँहरू आखिर के भन्न चाहन्छु भने हामी भाइरल भइसकेपछि हामीले आइफोन 15 16 किनिसकेपछि हामी यो 1 लाखको फोन चाहिँ हामी गिफ्ट दिन्छौँ हाम्रो अडियन्सहरूलाई, हाम्रो सब्सक्राइबरहरूलाई क्या अहिलेदेखिको सब्सक्राइबर कमेन्टहरू जो अहिलेदेखि गर्दै हुन्छ त्यस्तो मान्छेहरूलाई हामीले छानी एउटा छानी मेरो त्यो एउटा 40 हजारको फोन हो। अगाडि मैले भ्लगिङ गर्ने त्यो जम्मा 64 GB कतिको थियो, रियलमीको थियो। अहिले चाहिँ मेरो स्यामसङको छ S24, त्यसको लागि अहिले म हेर्दैछु कसले कमेन्ट गर्दैछ, त्यो म चिट्टा तानेर हुन्छ कि टिका लाएर हुन्छ कि तन्त्र मन्त्र टोक्ला गरेर हुन्छ कि म आइफोन हाम्रो 1 लाख रुपियाँको फोन हामी गिफ्ट किने नै छौँ भन्दै हामी होइन साथी, त्यो लगानी मेरो हो, तिमी यहाँ भ्लगमा बोल्दै मात्रै त्यो मेरो। अनि म पनि त प्लस त्यहाँनिर दिँदाखेरि त 2 जनाले दिन्छ नि, 2 जनाले 3 जना छौँ नि, त्यो ड्राइभरको लागि ड्राइभर पनि छ। ड्राइभरलाई चाहिँ यसो त्यो गाईलाई गाईदान गर्ने बेलामा त्यो हुन्छ नि पुच्छा समातेर यसरी मेरो हात समातेर दिन्छ, त्यति बेला चाहिँ हो। के भन्छ तिमी? म त्यही भन्न चाहन्छु, ड्राइभरको काम भनेको अन्त्यमा नै हुन्छ। ल अब चाहिँ हामी एकछिन बन्द गरेर एकछिनदेखि फेरि भ्लग सुरु गर्नेछ मैले, किनकि बाटो यस्तो आइसकेको छ, अहिले मेरो बिग्रिसक्यो, यस्तो भइसक्यो। किसिमै राम्रो भ्लगमा आजको भ्लग चाहिँ हाम्रो इन्डिङ भइसकेको छ। अब हामी चाहिँ ठ्याक्कै हामी घरतिर जाँदैछौँ। मैले खनार आएको थियौँ, हामीले एउटा साथीले फेरि फोन गरेर मलाई बिर्स्यौ भन्न थाल्यो। अब त्यो साथीलाई नै चाहिँ सम्झिनै पर्यो। सबै साथीहरूको मन राख्न आज चाहिँ हामी हाम्रो साथीहरूलाई हरेक हप्ता हामी जाने नै गर्ने गर्छौँ। हामी शनिबार चाहिँ हामी छुट्याउँदैनौँ, हामी साथीहरूको मन राख्न। हाम्रो ड्राइभर चाहिँ यहाँ हुन्छ, हाम्रो ड्राइभरको स्तर बढाइदिने भनेको छ, यहाँ मेरो सल्लाह पनि भएको छ। अरू कुरा त्यस्तै हो होइन, हुँदै गर्छ। अब हामी चाहिँ यहाँबाट तपाईँहरूलाई म के चाहिँ भन्न चाहन्छु भने यहाँ अन्तिम हाम्रो भ्लगमा आउँदाखेरि पनि हाम्रो किसिम राम्रो भ्लग हेर्नुभयो होला, कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला। अनि त्यसमा के भन्न चाहन्छु भने हाम्रो किसिम राम्रो भ्लग चाहिँ तपाईँलाई जहिले किसिम राम्रो भ्लग नै हुनेछ। तपाईँहरूले साथ सपोर्ट चाहिँ देखाइदिनु होला। चाड सपोर्ट त भइरहनु पर्छ। अब के अरे ड्राइभर बोल्यो धेरै दिन पछाडि। अब हामी त यति भन्दै अब हामी गल्लीबाट छिर्नु पर्ने हुन्छ। अब हामी चाहिँ यति भन्दै अहिले तत्काल अर्को भ्लग अर्को क्लिपमा भन्नेछौँ, अनि फेरि हामी बन्द गर्नेछौँ। हाम्रो अँध्यारोमा कस्तो आउँछ 1 लाखको क्यामेराको कमाल पनि यसो भनिदिनु होला। हामी त पुरै झलल बले जस्तै देखिरहेको छ। अब चाहिँ हाम्रो रात परेर हामी भ्लग बनाउँदै हामी अहिले खनारसम्म आइपुगेको थियौँ। खनारमा चाहिँ हामीलाई एउटा पार्टीबाट पैसा उठाउनु पर्थ्यो, त्यो पार्टीलाई थर्काउन भनेर गएको एउटा साथी र हाम्रो ड्राइभर दाइलाई त भाइ तिमी कसको छोरा भन्छ ड्राइभर त होइन हाम्रो अर्को साथी, त्यसलाई चाहिँ हामीले अहिले देखाउन मिल्दैन किनकि त्यो घर गइसक्यो, त्यसको घर खनारे। अब हामी चाहिँ इटरीतिर लाग्दैछौँ। इटरीमा यस्तो ट्राफिकबाट गर्नुपर्ने हुन्छ हामीले। अनि प्लस म तपाईँलाई के भन्न चाहन्छु भने अन्तिममा हाम्रो किसिम राम्रो भ्लगमा म तपाईँहरूलाई के चाहिँ भन्न चाहन्छु भने आज हामी खनार आइपुगेका छौँ। हाम्रो कोही फ्यानहरू
चाहिँ खनारमा हुनुहुन्थ्यो भने तपाईँहरूले त्यहाँबाट हाई हेलो गर्नुभएको भए तपाईँहरू हाम्रो किसिम राम्रो भ्लगमा देख्न सक्नुहुन्थ्यो भने अब हामी इटरीको मान्छेहरूलाई पनि हाम्रो किसिम राम्रो भ्लगमा उतार्न चाहन्छौँ। धन्यवाद। तर अरू कुरा त्यस्तै हो, तर हामीलाई तर त्यसरी थर्काउनु चाहिँ हुँदैन थियो क्या हाम्रो साथीहरूले नि, कसको छोरा हुन् भन्ने गर्ने थर्काउनु चाहिँ नहुने हो। तर अब यति भन्दै अब आजको भ्लग चाहिँ रात पऱ्यो, अन्धकार अन्धकार थोप्स पनि नदेखिने खालको भइसक्यो। अब चाहिँ हामी छुट्यो भने साथी के भन्छौ? अब हामी लास्ट अन्तिममा आएर के भन्न चाहन्छु भने हाम्रो किसिम राम्रो भ्लग हेर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर गरिदिनु होला। हाम्रो यस्तै यस्तै रमाइलो कुराकानीहरू अथवा साप्ताहिक रूपमा आइरहने नै छ। अब दिनै त भ्याइँदैन, दिनै त मेरो काम हुन्छ। अब दिनै हामी बेरोजगारी भ्लगर होइनौँ, हामी रोजगारी नै हौँ। हामी चाहिँ त्यस्तो खाले भ्लगर हौँ। तपाईँहरूले बुझिदिनु होला यो कुरा भन्दै आजको लागि छुट्टिने छौँ। ल बाई बाई। क्यामेरा भनेर झ्याप्पै होइन, हाम्रो ड्राइभर